जब सबैजना मरेका जस्तै भएर शान्ति शान्ति भन्छ नि, हामीलाई शान्ति चाहिएको हो, तर शमशानको शान्ति चाहिएको होइन हामीलाई। हामीले जति हाम्रो नजिकको दिदीहरू हुनुहुन्छ, दाजुहरू हुनुहुन्छ, अरू ठाउँको साथीहरू हुनुहुन्छ, उहाँ सबैसित सल्लाह गरेर चाहिँ यसपालि आफ्नै उम्मेदवार दियौँ भन्ने कुरा चाहिँ आयो। हामीले आफ्नै उम्मेदवार दिने श्रमिकहरूले चाहिँ एनाउन्स गरेको छ कि हाम्रो श्रमिक प्रतिनिधि श्रमजीवी उम्मेदवार चाहिँ हाम्रो सुमेन्द्र तामाङ यो पालि भोटमा प्रतिनिधित्व गरिरहेको छ। तर यो उम्मेदवार श्रमिकहरूको पक्षबाट दिए तापनि यो उम्मेदवार भनेको समाजको लागि नै चाहिने उम्मेदवारको योग्यता भएको चाहिँ हो सुमेन्द्र तामाङ। जय श्रमिक, जय श्रमिक। सुन्नु, म चाहिँ के भन्न चाहन्छु भनेदेखि हामीले 18 वर्षदेखिको भोट हालेको छौँ। यहाँ कतिजना 70-75 वर्ष पुगिसकेको श्रमिकहरू हुनुहुन्छ। हेर्नुहोस्, उनीहरूलाई भोट आउँछ, आज भोटको बजारमा दिन्छु, तँलाई यो दिन्छु त्यो दिन्छु भनेर दुनियाँभरको एमपीले बनाएर पठाएन। अहिले बेसी भोट दिन्छ, कमानको मान्छेले जोत्दा गरेर भोट बनाएर पठायौँ। अब त हामी एकजुट श्रमिक जति एकजुट भएर यो कुरा चाहिँ हामीले दिमागमा हाल्नुपर्छ कि यो पार्टी त्यो पार्टी भन्ने समय छैन। हेर्नुहोस्, यसमा चाहिँ हामी श्रमिक मिलेर एकमुष्ट भएर नै एकता भएर हामीले अगाडि बढाउँ। उहाँ सुमेन्द्र तामाङलाई भोट दिनुपर्छ, भोट दिएर विजय गराउनुपर्छ। त्यहाँदेखि चाहिँ उसले गरेन भने चाहिँ हामीलाई आएर भना, म छाती ठोकेर भन्छु। म दिनभरि घाममा बस्यो, बेलुका आउँदा भिजेर रुँदै फर्किनु पर्थ्यो, निराशा भएर। त्यो दिनहरू चाहिँ हाम्रो साथीभाइहरूले बिर्सिनु हुँदैन। त्यो दिन चाहिँ एकदमै बिर्सिनु हुँदैन। किनभनेदेखि हाम्रो लागिलाई अहिलेसम्म कमानमा खटी खाने दिदी बहिनीहरूलाई, हाम्रो श्रमिकहरूलाई कसले चाहिँ बाटो देखाएको थियो। भोट माग्दा मात्रै खदा लाउनु आउँथ्यो घरमा, भोट खदा लायो हामी गदा भयौँ होइन, खदा लायो कि त हामी गदा भयौँ होइन। गदा भएर चाहिँ हामी आज यसरी पिसिँदैछु, यसरी दबाउ हुँदैछ। हामी एकैदिन खदा लगाइदिन्छ, भोलि गदा भइहाल्छ। दुःख पनि लाग्छ। श्रमिक भवनमा घाम पानी नभनिकन त्यो गाडीमा झुन्डेर गयौँ होला, कहिले छोडिएला जस्तो भयो होला, कहिले हात दुख्यो होला, कहिले खुट्टा दुख्यो होला, कस्तो लाग्छ भन्नुहोस् त। त्यो दिनहरू सम्झिँदा त्यति बेला बिचरा त्यो गिर्दा जाने नेपाली हामीलाई देखेन, तिमी हाम्रा अनुहार देख्यो होला नि। तर कुनै दिन पनि बहिनी तिमी नरुवा हामी छु भन्ने कोही थियो? यत्रो पैसा डुबेको थियो हाम्रो, कसैले पनि यहाँको स्टाफधरीले तिमीहरूको यत्रो पैसा डुबेको छ लिदेखि तिमी के गर्छौ भनेर कसैले बताएको थियो? भनेपछि अझै नबताओस्, नपाओस्, नदिउँ भन्नेहरू छ। हेर है, होइन माथि एउटा बाटोको काम पाउनु जाँदा त छुट्टाउँछ पार्टी भनेपछि त्यो पार्टीलाई भोट दिएर किन विजय गराउने? त्यो यहाँ जन्मेको होइन। नेपालको भोट किन चाहियो? नेपालको भोट त्यो मान्छेलाई किन चाहियो? नेपालको भोट चाहिँ हामी इन्डियाकोलाई दिन्छौँ नि। इन्डियाकोलाई जिताउ न, नेपालकोलाई किन जिताउनु? किन विजय गराउनु? नेपालको चाहिँदैन अरे नि त उसलाई भोट। हामीलाई त्यस्तो शब्द गरेको छ, तपाईँहरूलाई त थाहै होला। अन्नतिर घुसिआएको है, केस कतिवटा खाएको हाम्रो दिदी बहिनीले, हाम्रो भाइहरूले थाहै छ होइन तपाईँलाई? 10, 12, 20, 22 वटा भयो होला केस त खाएको। तर हामी केसदेखि लगाउन केस, तर हामी डराउँदैन। तर यो पालिको भोट चाहिँ हरेकजनाले बेलुका गएर सम्झिनुहोस्, कसलाई दिनुपर्ने भोट, कसलाई दिएर विजय गराउनु पर्ने, कसलाई यो भोट चाहिँ दिएर चाहिँ जिताउनु पर्ने, कुनलाई चाहिँ दिएर जिताउनु पर्ने। अरूलाई दिने काम छैन, सिर्फ हाम्रो सुमेन्द्र भाइलाई दिएर विजय गराउनु पर्छ। हाम्रो सुमेन्द्र तामाङ, उहाँलाई चाहे तिमी जुनै जग्गामा जाऊ, सिलगढी घुमेर जाऊ कि चाहे कालिम्पोङ, नेपाल जुन पनि जग्गामा जाऊ, तर बाँस बस्नु आफ्नै डोलमा आउनुपर्छ। भन्नुको तात्पर्य यसपालि हामीले हाम्रो उम्मेदवारलाई बहुमत भोट दिनुपर्छ। हामीले जुनै जग्गामा गए तापनि अन्यताहरू आफ्नै खोरमा आउनु पर्यो। जिंदाबाद जिंदाबाद
रेडियो अलिकति निक्लिन्छु। सयौं वर्षदेखि यो बङ्गाल सत्ताले बङ्गालको सत्तामा बसेका जति पनि पहिला थिए कङ्ग्रेसदेखिको लिएर त्यसको बादमा सिपिएमदेखिको लिएर त्यसको बादमा अहिले टिएमसीदेखिको लिएर जस्तो खत्तम पारेको छ, यसले हाम्रो आन्दोलनलाई खत्तम पारेर मारेर दाजुभाइलाई मारेर आन्दोलन गर्दाखेरि खुन सरी भएर हाम्रो निमाथिङ यही कमानबाट छ्यासीको आन्दोलन, हाम्रो यो आन्दोलनको प्रथम बलिदान दिने उहाँ हुनुहुन्छ हाम्रो निमाथिङ, यही कमानबाट भएको हो। यस्तो प्रकारको करतुतहरू छ। उल्टापट्टि तिमीहरू झगडा पर्दै गर न, त्यो यिनीहरूलाई मार्दै गर न, ठिकै छ, म चाहिँ यसबाट चाहिँ मेरो भोटको मात्रै वसुल्छु भनेर चाहिँ बिजेपीले जस्तो प्रकारले 15 वर्षदेखिको काम गरिरहेको छ। यो गर्छु त्यो गर्छु कुन के गर्छु। अस्ति सुन्नुभयो होला नि एकजना बिजेपीको नेता के भन्दै थियो, 800 रुपियाँ हुन्छ 1 जनवरी 2026 भन्दै थियो नि, भयो 800 रुपियाँ तपाईँहरूको हाजिरा? नयाँ कानुन अनुसार चाहिँ 800 रुपियाँ हाजिरा हुने हेर्नु। यस्तो झुटो राजनीति, यस्तो प्रकारको प्रलोभन, यस्तो प्रकारको बगमफुसे वक्तव्यहरूको बिचमा श्रमिकको अधिकार यहाँनिर कता हराइरहेको छ, युवाको यहाँ आकांक्षा कता हराइरहेको छ, यहाँ एउटा नारीको एउटा फ्रिडम, नारीको यहाँनिर आजादी कता हराइरहेको छ। यस्तो अधिकारहरू हराएको बेलामा चाहिँ हामी यस समयमा चाहिँ जिउँदो भएर जब सबैजना मरेका जस्तै भएर शान्ति भन्छ नि, हामीलाई शान्ति चाहिएको हो, तर शमशानको शान्ति चाहिएको होइन। हामीलाई सुन्दर पहाड बनाउँछु भन्छ नि, सौन्दर्य बनाउँछु भने हामीलाई सुन्दर पहाड चाहिएको हो, तर त्यो सुन्दर पहाड बनाउँदाखेरि हाम्रो घर, हाम्रा जमिन, हाम्रा उभिएका आकाश, यो रुखहरू काटिएर हाम्रो प्रकृति चाहिँ खत्तम नहोस् भनेको हामीले। विकासको नाममा यहाँनिर मान्छेहरूको जुन चाहिँ प्रकृति छ, हाम्रो यो पब्लिक प्रपर्टीहरू छ, यो खत्तम नहोस्, हाम्रो बाँसगारी खत्तम नहोस्, हाम्रो पुइलेनबारी खत्तम नहोस्, हाम्रो सुन्तलाबारी खत्तम नहोस्, विभिन्न प्रकारको यो हाम्रो खत्तम नहोस् भनेको हामीले। तर उहाँहरू भन्छन् सुन्दर पहाड भन्छन्, सुन्दर पहाड भन्दै यता चाहिँ जमिन किन्दै ख्वाप्पै गोजीमा, जमिन बेच्दै ख्वाप्पै गोजीमा। यस्तो राजनीतिमा हामी भुल्लिनु हुँदैन, हामी भुल्लिनुपर्छ। हाम्रो अधिकारको राजनीतिमा, हाम्रो सङ्घर्षको विकल्प बाटोमा हामी यस इलेक्सनमा खरसाङबाट उठेका छौँ, तर यो हाम्रो अन्त होइन, यो हाम्रो सुरुवात पनि होइन। हाम्रो सुरुवात भनेको 12-13 वर्ष अगाडिको सुरुवात भएको हो। हाम्रो यो अन्त भनेको यो दिन अन्त हुन्छ जब चाहिँ श्रमिकहरूले आफ्नो न्यायिक रूपमा, श्रमिक वर्गले न्यायिक रूपमा आफ्नो मिनिमम वेज मात्रै नभएर न्यायिक वेज पाउँछन्। जब श्रमिकहरू एक विन्टरमा बाहिर कतै गएर नानीहरूसँग गएर राम्रो समय बिताउन सक्छन्, हस्पिटलमा गएर राम्रो चिकित्साको हिसाबमा राम्रो एकजना कोही बिमारी हुँदाखेरि कसैजना चाहिँ पैसा नभएर चाहिँ उहाँलाई बचाउन सक्दैन भन्ने हो। त्यो चाहिँ बुटुबाट जब जहाँ गएको हुन्छ त्यो समाज पनि हामीले साथ गरेका हौँ। हाम्रा नानीहरू राम्रोसँगले पढाएर, राम्रो पढाएको नानीहरू हाम्रै छेउको युनिभर्सिटीहरूमा पढोस्, यतातिर स्कुलहरूमा पढाओस् भन्ने हामीले सपना देखेका हौँ। बाटो लामो छ, सङ्घर्ष लामो छ। त्यो सङ्घर्षमा यो एक दिनको भोटले गर्दामा यो सङ्घर्ष नबिर्सिनुहोस्, यो 1 महिनाको भोटले गर्दामा यो सङ्घर्ष नबिर्सिनुहोस्। यो सङ्घर्ष भोटको अगाडि पनि सङ्घर्षमा छौँ हामी, भोटको पछाडि पनि सङ्घर्षमा छौँ हामी। चाहे जितोस् चाहे हारोस्, जित एक प्रकारले निश्चित छ, किनभने हामीले विगत 5-6 वर्ष 7 वर्षमा श्रमिक वर्गको विश्वास सबैभन्दा ठुलो चिज हाम्रो लागि त्यही हो।